अनि यहाँ चाहिँ हिजो त मान्छेहरू टन्नै थियो, आज चाहिँ छैन रहेछ। यो चाहिँ शिव मन्दिर हो। अनि अब आज हामी जाने चाहिँ यता माथि हो, यता माथि, तर पानी पर्न लागिरहेको रहेछ यार, धुमिरहेको छ पुरै। पर त्यो त बादल डेन्जर लागिरहेको रहेछ। झन्डा पनि पुरै फरफराइरहेको छ, तर यहाँको झन्डा चितिसकेछ अब। हेलो एभ्रिवान, वेलकम ब्याक टु माई न्यू ब्लग एन्ड आई होप तपाईँहरू पनि सन्चै हुनुहुन्छ होला। म नि एकदम फिट एन्ड फाइन छु है गाइज। अनि आफ्टर लङ टाइम पछि फेरि पनि नयाँ भिडियो लिएर आइसकेको छु। अनि सो आज चाहिँ हामी साथीसँग सर्ट राइड जान लागेको। अनि त्यही हो गाइज। अब अलि धेरै पछि यसरी क्यामेरा फेस गरेर चाहिँ हल्का नर्भस फिल हुँदो रहेछ। अनि हल्का डर पनि लागिरहेछ अब बोल्नु होइन। अब धेरै भयो नि त भिडियो नबनाएको, अनि अलिकति कस्तो कस्तो भइरहेछ। अनि सो गाइज अब त्यही हो। अब अहिले दिउँसोको अलमोस्ट 2 समथिङ 2:30 हुन लाग्यो होला। अनि म चाहिँ अब यहाँ रुमदेखि निस्किन लागेको। अनि उता साथीले चाहिँ उता पर्खिरहेछ क्या। अनि साथी र म 2 जना जान्छौँ। अनि अहिले चाहिँ म यहाँ के अरे मेरो बाइक चाहिँ यहीँ छ। अनि म मेरो बाइक लगेर जान्छु। अनि उतादेखि चाहिँ अरू साथीको बाइक हुन्छ होला। ल है गाइज, अब म चाहिँ यहाँदेखि निस्किन लागेको। अनि सो अब आजको भिडियो कस्तो हुन्छ सबैजनाले हेरिदिनु होला, माया गरिदिनु होला, लाइक कमेन्ट सेयर सब्सक्राइब पनि गरिदिनु होला। अनि त्यही हो गाइज, अब बाटोमा भेटौँ आजको भिडियो कस्तो हुन्छ। अनि मेरो फुल्ली हेलमेट सेटअप भइसकेको छ है गाइज, देख्न सक्नुहुन्छ। अब तपाईँहरूलाई एकैचोटि म बाटोमा भेट्छु है त गाइज। ल फाइनली गाइज म चाहिँ अब रुमदेखि निस्किसक्यो अहिले चाहिँ। अनि अब यहाँदेखि चाहिँ म साथीको रुममा जानेछु। अनि साथीको रुममा गएर चाहिँ साथीसँग हामी माथि एकछिन डाँडामा एकछिन जाने भन्दै थियो साथीले चाहिँ। अनि हेरौँ अब कहाँ कहाँ हुन्छ आज। अनि बबाल हिजो पानी परेर पुरै उयो भएको, अहिले पुरै कस्तो नानी खेलिरहेको छ क्या। पानी परेर पुरै धुमिरहेको थियो नि त। अनि आज चाहिँ पुरै नानी घाम लागिरहेको छ चलेर। आनन्द लाग्छ। चाहिँ चक्क लाएर यहीँ राखिराख्नु पऱ्यो। आमा के हो, यहाँ त बाइकहरूको त लाइन छ त। अनि ल सो गाइज म चाहिँ फाइनली साथीको रुममा अब अगाडि आइपुगिसकेँ। बाइकहरू यहाँ देख्नु सक्नुहुन्छ चट्ट लाएर यत्रो धेरै पार्किङ भएर झन् राति त यहाँ खाली नै हुँदैन क्या, सबै यो भरेर हुन्छ। यार कस्तो सानो बाटो छ क्या यहाँ।
कस्तो मजाको घाम यार। साथीको रुममा पुगेको थिएँ अनि फेरि एकछिन यहाँ थोरै काम परेर म चाहिँ एकछिन निस्किरहेको छु। अब फेरि त्यहीँ जान्छु अनि साथीलाई लगेर फेरि उता हस्पिटल गएर हामी माथि एकछिन डाँडामा चट्ट लाएर जान्छौँ। र त्यही भएर जाडो जाडो पनि भइरहेको छ। अनि यहाँ पर तपाईँहरूले देख्न सक्नुहुन्छ चट्ट लाएर मन्दिर, यो चाहिँ शिव मन्दिर भन्छ है गाइजहरू। अनि यहाँ चाहिँ हिजो त मान्छेहरू टन्नै थियो, आज चाहिँ छैन रहेछ। यो चाहिँ शिव मन्दिर हो। अनि अब आज हामी जाने चाहिँ यता माथि हो, यता माथि तर पानी पर्न लागिरहेको रहेछ यार, धुमिरहेको छ पुरै। पर त्यो त बादल डेन्जर लागिरहेको रहेछ। पानी पर्ला जस्तो छ आज पनि, छिटो गरेर आउनुपर्छ। हिजो पनि डेन्जरै पानी पऱ्यो, हिजो भन्दा नि अस्तिको दिन चाहिँ डेन्जर परेको छ क्या पानी। हिजो त खासै परेन, अस्तिको दिन चाहिँ डेन्जरै परेको छ। अब म फेरि यहाँ थोरै सामान एउटा लिनु थियो, अब फेरि फर्किन्छु। डेन्जर मजा भइरहेको छ क्या। कस्तो गाउँ भाइब आइरहेको छ क्या, गाउँमा भएको जस्तो के भइरहेको छ क्या हामीले। कस्तो हल्का पानी 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 पनि पर्न लागिरहेको छ होइन। ल गाइज हामी चाहिँ फाइनली अब चाहिँ निस्किसकेका छौँ चट्ट लाएर। अनि आज नि फेरि पानी पर्ला जस्तो छ। हिजो पनि डेन्जर पानी परेको छ, अस्तिको दिन पनि डेन्जरै परेको छ भनौँ न। अनि आज चाहिँ एकछिन अघि त घाम लागिरहेको थियो, फेरि पानी पर्ला जस्तो छ। केही छैन, अब हामी एकछिन माथि डाँडामा जान्छौँ। अनि त्यहाँदेखि चाहिँ भ्यूहरू पनि दामी देख्छ। त्यो सबैजनाले हेर्दै गर्नु होला, अनि हेरेर इन्जोय पनि गर्नु होला। अनि सेयर सब्सक्राइब पनि सक्नुहुन्छ भने गरिदिनु होला। अनि सो त्यही हो। अब चाहिँ हामी यता राजकुमारहरूको पसलदेखि पसलमा चाहिँ हामी चाहिँ जान्छौँ। अनि हाम्रो यो रुम पनि हाम्रो नजिकै हो क्या, यो राजकुमारहरूको हाम्रो। अनि यहाँ अगाडि यो चाहिँ राजकुमारहरूको पसल भयो। अनि हाम्रो चाहिँ तल्लोपट्टि हो क्या रुम। अनि कस्तो दामी देखिरहेको छ क्या। यहाँदेखि पारी चाहिँ त्यो सानो छुट्टै एउटा बजार टाइपको क्या, एउटा छुट्टै सहर हुन्छ नि त्यो टाइपको देखिरहेको छ। मलाई चाहिँ यहाँदेखि उताको बाटो क्या कस्तो छुट्टै अर्कै टाइपको क्या, यस्तो राम्रो लाग्छ क्या। यहाँदेखि उताको बाटोहरू चाहिँ, बाटो चाहिँ सानो सानो छ तर दामी छ क्या यहाँको बाटोहरू। हेर्नु न कस्तो दामी क्या बाटो, सफा होइन, सानो चिटिएको। अनि पुरै त्यस्तो गाडीहरू पनि आउँछ यहाँ चाहिँ। अनि यहाँदेखि भ्यू पनि दामी देख्ने मजाको छ क्या यहाँको बाटो। दामी लाग्छ कस्तो मजा भइरहेको छ क्या। अनि अहिले चाहिँ हामी दुईजना छौँ, पछाडि माथि हुन्छ। अनि अब हामी एकछिन माथि जानुपर्छ। अनि चिया खाने हो, अनि चिया खाएर फेरि फर्किनुपर्छ। अनि त्यही हो गाइस, रमाइलो छ। यहाँ चाहिँ हामी पहिला धेरै नै हिँडेर आउँछौँ क्या, 4-5जना साथीहरू हुन्थ्यो। अनि सबै हिँडेर आउँछ क्या। यहाँ चाहिँ राति रमाइलो हुन्छ। यहाँबाट चाहिँ पुगिसकेको छ गाइजहरू। यहाँ चाहिँ अस्ति हाम्रो जयन्ती आन्दोलनमा पुगिसकेहरू चलेको छ नि त। तर यहाँको चाहिँ के भएको छैन क्या, यो चाहिँ किनभने अलिक माथि जङ्गलमा पर्छ नि त। अनि खासै यहाँ मान्छेहरू अब आउँदैन। अनि
त्यही भएर यहाँको चाहिँ जग्गा होइन नर्मै त चलाएको त सब जलाएको जेन्जी केटाहरूले भनौँ न जेन्जी युवाहरूले ल कस्तो दामी यहाँ कस्तो दामी छ है यो फोटो खिच्नु चाहिँ दामी हुन्छ क्या तर कस्तो सल्लाहको त्यो पात रहेछ क्या चिप्लिन्छ बाइक अलि रिक्सी हुन्छ त्यहाँ चाहिँ अलि आफूले कन्ट्रोल गरेर कुदाउनु पर्ने हुन्छ बाइकहरू अनि यहाँ पनि दामी छ है यहाँदेखि हेर्नु भ्यूहरू कस्तो यहाँदेखि हेर्नु न भ्यू चाहिँ कस्तो दामी देख्छ चर्च चलाएर सो त्यही हो गाइस रोडहरू चाहिँ कस्तो दामी छ अहिले त तर झन् जतासुकै रोड बनेर आएको अनि त्यही भएर पनि झन् सब रोड पुगिरहेको अनि मजा हुन्छ तर यहाँको रोड चाहिँ यहीँसम्म मात्र पिच छ है अनि यहाँदेखि उता चाहिँ फेरि पुरै अफरोड क्या अब यहाँको चाहिँ खोइ कहिले बनाउने हो किन यस्तो गरेको होला त्यो चाहिँ थाहा भएन है गाइजहरू यहाँ पानी परेर हिजो पनि हामी यहाँ चाहिँ पुरै हिलो छ हिजो पनि हिलो थियो अनि के अरे पुरै हिलो थियो क्या हिजो त मान्छेहरू टन्ने आइरहेको भन्छ अस्ति तिम्रो खुट्टा चाहिँ कहाँ बसेको अरे यहाँ अनि यहाँभित्र गाइरो छ र भित्र हो र ओ चलाएर हामी चाहिँ फाइनली अब झन्डा पार्क आइसक्यौँ र हामी जाने भनेको चाहिँ कहाँ जाने भनेको उता हामी त चिम्नीखेल उता अर्कोपट्टि अर्को साइड होला तर यहाँ भने एकछिन बस्दैन चट्ट लाएर आजको काठमाडौँको भ्यू चाहिँ देख्न सक्नुहुन्छ तपाईँहरूले पुरै खोलिरहेछ अनि हिजो चाहिँ डेन्जर पानी परेको थियो नि त अनि अहिले चाहिँ पुरै खोला हेर्नु न कस्तो दामी देखिरहेछ क्या अनि यहाँदेखि पर चाहिँ एयरपोर्ट कस्तो क्लियर देखिरहेछ है एयरपोर्ट अनि त्यहाँदेखि यता चाहिँ कस्तो दामी आजको भ्यू चाहिँ दामी छ अनि यो ठाउँ चाहिँ हाम्रो झन्डा पार्क हो अनि यहाँ चाहिँ हामी प्रायः अरू बेला नि आइराखेको हुन्छ हुन त अनि तर हामीले अरू बेला चाहिँ खासै त्यस्तो भिडियो बनाउँथेन आज चाहिँ हामीले आज चाहिँ मैले भिडियो बनाइरहेको छु अनि कस्तो दामी क्या चट्ट लाएर अनि यहाँ चाहिँ हाम्रो झन्डा पनि पुरै फरफराइरहेको छ तर यहाँको झन्डा चेतिसकेछ अब जङ्गलहरू न कस्तो दामी छ यहाँ माथि अनि अब हामी चाहिँ फाइनली अब पुग्नु लाग्यो अनि म चाहिँ यो आज यो भिडियो बनाउँदै गर्दा म चाहिँ एउटा के कुरा भन्न चाहन्छु भने खासमा मैले किन यो भिडियो आज बनाउनुको रिजन पनि के हो भन्दा चाहिँ खासमा चाहिँ किन बनाइरहेको छु भन्दा मलाई चाहिँ अब मेरो मनमा लागेको अब सबैको आफ्नो आफ्नो इच्छा हुन्छ चाहना हुन्छ अनि मेरो पनि पर्सनल्ली अब हुन त अब मान्छेहरूको सब अब आफ्नो सोच विचार आफ्नो सब फरक हुन्छ नि त अनि अब मान्छेको कसैको अब के अरे डाक्टर पाइलट इन्जिनियर कसैको लौरे कसैको अब यस्तै प्लेयरहरू के अब कसैको त्यस्तो बन्ने सपना होला अब कसैको अब पढेर कहीँ के गर्छु अब कसै अस्ट्रेलिया अमेरिका कहाँ जाने सपना होला सबको आफ्नो आफ्नो अब इच्छा चाहना हुन्छ अनि त्यस्तै अब मेरो पनि अब मलाई नि पहिल्यैदेखि अब मेरो बच्चैदेखि अब मेरो प्यासन भनेको चाहिँ अब मेरो ड्रिम अनि मेरो प्यासन अब मलाई पहिल्यै बसेदेखि अब मन परेको भनेको चाहिँ अब यही भ्लगिङ म नि एउटा भ्लगर बन्छु म नि एउटा युट्युबर बन्छु मेरो बच्चैदेखिको ड्रिमै त्यही हो क्या अनि अब मान्छेहरूले सोच्ला यसले यस्तो गरिरहेछ अब यो उमेरमा अब के यस्तो गरेर अरू के गर्नु यस्तो भन्ने सोच होला मान्छेहरूले त्यस्तो सोच होला तर मेरो अब सबको आफ्नो आफ्नो अब प्यासन हुन्छ अब मेरो बच्चैदेखि अब यहीँ मेरो अब भ्लगिङ गर्ने अनि भिडियोहरू बनाउने त्यस्तै अब मेरो बच्चैदेखिको मेरो प्यासन अब त्यही हो त अनि अब मान्छेले तर अब अब ठुलो भइसक्यो मान्छे अब यस्तो गरेर हुँदैन अब यस्तो के गर्नुपर्छ
मान्छे अब आफ्नो आफ्नो सोच हो। अब मेरो पनि त्यस्तै अब एउटा छ अब मेरो बच्चैदेखिको ड्रिम भनेको अब यही के अरे भ्लगिङ हो, युट्युबर बन्ने हो। अनि त्यही नै हो। अनि हामी चाहिँ अहिले फाइनली अब चुन्ने खेल डाँडा आइपुगिसक्यौँ भनौँ न। कहाँ न त्यसरी उतै जाउँ उता उता त्यो उयोहरूको होइन किन लजाएको लजाउँछ लजाएर पनि हुन्छ। त्यसलाई चाहिँ अहिले लाज भयो अरे है। अनि लाज भएर चाहिँ उता नबस्ने अरे अनि उतै बस्ने अरे। अब हामी चाहिँ पहिल्यैदेखि चाहिँ यहीँ आउँथ्यो। अनि अब यहाँ चिनेको पनि छ नि त त्यहाँ बहिनी मतलब त्यहाँको मान्छेहरू अब त्यहाँको स्टाफ भनौँ न। त्यहाँ फेरि त्यहाँ केटी मान्छेहरू मात्रै छ क्या, त्यही भएर बहिनी भनेको। अनि पहिल्यैदेखि चिनेको, त्यही भएर अब यहीँ बस्थ्यौँ न त उसलाई लाज लाग्यो अरे। अनि सो त्यही हो गाइस। अब यहाँदेखि हेर्नु सक्नुहुन्छ तपाईँहरूले भ्यू कस्तो दामी हेर्नु न। आम्मामा आजको भ्यूले त मारेको छ नि हो गाइजहरू। तपाईँहरूलाई नि कस्तो लागिरहेछ यसो कमेन्ट गरिदिनु होला। चट्टाहरू दामी देखिरहेको छ। ल गाइज हाम्रो चाहिँ फाइनल्ली चटपटेर चिया आइसकेको छ। अनि कस्तो रहेछ अब हामी ट्राई गरौँ न त होइन। कस्तो रहेछ तिमीले ट्राई गर्यौ? दामी छ? ल ठिक छ अनि यहाँनिर दामी भ्यू पनि देख्छ है। यो ठाउँ चाहिँ चुन्नेखेल भन्छ। तपाईँहरू नि आउनुहुन्छ भने चाहिँ एकदम दामी छ है ठाउँ। लोकेसन चाहिँ चुन्नेखेल भन्ने ठाउँ हो। त्यो भाइरल रोड कस्तो दामी छ क्या ठाउँ चाहिँ। अनि के अरे यहाँ चाहिँ दामी चटपटे चिया पाउँछ क्या। अनि हामी चाहिँ यहाँ सधैँ भन्दा पनि प्रायः हप्तामा एकचोटि चाहिँ आइराखेको हुन्छौँ क्या। अब हामी बस्ने त्यहीँ पारी हो नि त कपन। अनि त्यही भएर आइराखेको हुन्छौँ। अनि यहाँदेखि दामी भ्यू देखिरहेको छ क्या। अब चटपटे खाइ त्यही हो गाइस। अब हामी चाहिँ अहिले चुन्नेखेल डाँडामा छौँ। अनि अब यहाँ हामी एउटा सिनेमेटिक भिडियोहरू एक दुईवटा खिच्छौँ। अनि फेरि हामी जानुपर्ने हुन्छ। अनि त्यही हो गाइस। आज चाहिँ पुरै प्रकाश खोलिरहेछ। अनि यहाँ माथि हेर्नु न कस्तो दामी। यहाँ यो सेतो ढुङ्गा देख्दै हुनुहुन्छ कस्तो दामी छ क्या त्यहाँ फोटो खिच्ने ठाउँ। अनि त्यहाँ चाहिँ अब अलिक पछाडि जाउँ, अलि माथि उचालो त पेन्ट। अनि साथीको खुट्टा चाहिँ अहिले हल्का उयो भइरहेछ। अस्ति सानो एक्सिडेन्ट भएको थियो। अनि एक्सिडेन्टमा चाहिँ त्यो खुट्टामा चाहिँ हल्का इन्जुरी भएको छ। अनि अब त्यही हो, अब चाँडै नै अब निको हुन्छ। अनि चाहिँ हामी अब केटाकेटाहरूको प्लानिङ निकै धेरै छ। अब हाम्रो उता एकचोटि राइड पनि जाने। अब अरू साथीहरू पनि छन् तर आज उनीहरू चाहिँ आएन। अब सब आफ्नो आफ्नो कामले बिजी भएको उनीहरू चाहिँ भएको छ अहिले। अनि चाहिँ त्यही भएर उनीहरू चाहिँ आउनु भएन। अनि साथीको चाहिँ अहिले खुट्टा यस्तो भइरहेछ, हल्का फ्र्याक्चर भइरहेछ। अनि उसले चाहिँ अहिले बाइक कुदाउनु सक्दैन। अब सायद एक दुई हप्ता कुदाउँदैन होला। अनि ल सो गाइस अब हामी त्यहाँदेखि फाइनली निस्किसकेका छौँ। अब चाहिँ हामी अर्कै बाटो हुँदै जानुपर्ने हुन्छ उता। अनि हेर्नु कस्तो यहाँको रोडहरू कस्तो दामी छ है। कुदाउनु पनि मजा हुने क्या यहाँतिर चाहिँ बाइकहरू पनि। अनि त्यही हो गाइस। आजको भ्लग चाहिँ हजुरहरूलाई कस्तो लाग्यो कमेन्ट गरिदिनु होला। मन पऱ्यो भने अब लाइक सेयर सब्सक्राइब पनि गरिदिनु होला। अब मनै लागेन भने त के भन्नु होइन। अनि सक्नुहुन्छ भने चाहिँ सपोर्ट गरिदिनु होला। आफ्नै दाजुभाइ सम्झेर है, आफ्नै छोरा सम्झेर उनीहरूलाई माया गरिदिनु होला। अबको दिनहरूमा नि अझै दामी कन्टेन्टहरू आउँछ। त्यो चाहिँ मेरो फर्स्ट भिडियो भनौँ न। अनि त्यही भएर अब मलाई पनि त्यति धेरै नलेज छैन अब यो भिडियो के अरे एडिटिङ यताउता गर्ने कन्टेन्टहरू बनाउने बारे त्यति धेरै नलेज त छैन। अनि त्यही भएर तपाईँहरूले पनि यस्तो सजेसनहरू दिनु होला के गर्दा हुन्छ, कसो गर्दा हुन्छ, कस्तो कन्टेन्ट बनाउँदा हुन्छ है। त्यो अनुसार गर्दै जानेछु। अनि त्यही हो गाइस, सबैजनाले सपोर्ट गरिदिनु होला।
अनि हेर्नु कस्तो दामी यहाँ डट बाइक कुदाउनु ठाउँ चाहिँ यहाँ दामी छ है। तपाईँहरूसँग पनि डट बाइक छ भने चाहिँ आउनु सक्नुहुन्छ। पुरै यहाँ एडभेन्चर टाइपको छ नि त पर ठाउँहरू, अनि तपाईँहरूसँग डट बाइक छ भने चाहिँ आउनु सक्नुहुन्छ। अनि आएर त्यहाँ कुदाउनु सक्नुहुन्छ तपाईँहरूले। त्यस्तै हो गाइस, अब हामी खोलाको बाटो जान्छौँ, खोला। अनि अहिले चाहिँ हामी यो यता यो के मन्दिर हो यो थाहा छैन। त्यहाँ मन्दिरमा चाहिँ दामी छ। ल गाइज, हामी चाहिँ हाम्रो सर्भिसिङ गर्ने ठाउँमा आइसक्यौँ। अनि यहाँदेखि यहाँ चाहिँ हामी बाइक सर्भिसिङ गर्छौँ अरू बेला पनि। अनि सो अब यो बाइकको पनि थोरै यो लेगाडमा केडे गर्ने आवाज आइरहेछ। अब त्यसलाई हुनुपर्ने हुन्छ। अनि त्यो गएर राजा यो हेऱ्यो न भाइ। हेलो के छ सन्देश हौ बिचरा भाइहरू। ए ल ल ल ल ल ल ल ल म भरे हाल्छु। तिमीहरूको यो भिडियो पनि आउँछ ल ल ल। सेस्याङ ब्लग्स 1 2 3 सेस्याङ SESCHANG त तिमीहरूको पनि भरे भिडियो आउँछ ल। अनि तिमीहरूको नाम भन्दा के हो तिम्रो नाम? सृजन। के सृजन के थरी हो? ए ल। अनि तिमीहरू कहाँबाट यहीँ पढ्छ? ए ल ल, म तिमीहरूको भरे भिडियो हालिदिन्छु, गएर सब्सक्राइब गर्ने ल ल। SESCHANG ब्लग 1 2 3 ल। म पनि अब रुम जान्छु अनि भिडियो एडिटिङ गर्छु। अनि अरू काम पनि छ थुप्रै। अनि त्यो काम सकाएर फेरि उता मान्छे ल्याउनु जानुपर्ने छ। अनि त्यही हो ल। फाइनली गाइज म रुम पनि आइसकेँ। अनि रुममा आएर टक्क अब पानी पर्नु लाग्यो। अब म चाहिँ भिडियो एडिटिङ गर्छु। अनि ठक्क देख्नु सक्नुहुन्छ मेरो हेलमेट चाहिँ चट्ट लगाएर यहाँ राखिरहेको छु बाहिरै। अनि अब पानी पर्नु लाग्यो। अनि कस्तो दामी देखिरहेछ है। कस्तो देखिरहेछ कमेन्ट गरिदिनु होला गाइजहरू तपाईँहरू पनि। अब आजको भिडियो चाहिँ अब त्यही हो। अब आजको भिडियो यस्तै भइहाल्यो। अनि सो अब तपाईँहरूलाई कस्तो लाग्यो आजको भिडियो? राम्रो लाग्यो भने चाहिँ कमेन्ट सेयर सब्सक्राइब पनि गरिदिनु होला। अनि तपाईँहरू सबैजनालाई अन्तिमसम्म हेरिदिनु भएकोमा चाहिँ सबैजनालाई थ्याङ्क यू सो मच भन्छु। अनि चाहिँ अब यसरी नै माया गर्दै जानु होला, यसरी नै माया दिनु होला। अनि अझै योभन्दा राम्रो तपाईँहरूको लागि भिडियोहरू कन्टेन्टहरू अझै बनाउने नै छु। अनि सो तपाईँहरूले माया दिनु होला। अनि फेरि पनि तपाईँहरूले चाहिँ अन्तिमसम्म हेरिदिनु भएकोमा चाहिँ थ्याङ्क यू सो मच। अनि सो अब आजको भिडियोलाई चाहिँ यहीँ गरौँ। अनि अब नेक्स्ट भिडियो पनि चाँडै नै आउँछ। हस् त, बाई।